हे मेरो छोरा, तेरो बाबुको आज्ञा पालन गर र तेरो आमाको अर्थीलाई नत्याग। तिनलाई निरन्तर आफ्नो हृदयमा बाँधिराख, तिनलाई आफ्नो गलामा बाँधिराख। त हिँड्दा त्यसले तँलाई अगुवाई गर्नेछ, त शुद्ध त्यसले तेरो रक्षा गर्नेछ, त जहाँ आउँदा त्यसले तँसँग कुरा गर्नेछ। किनभने आज्ञा एउटा बत्ती हो र व्यवस्था चाहिँ एउटा ज्योति हो, अनि शिक्षाको निम्ति दिएको हक्कीहरू चाहिँ जो बाबु आमाहरूबाट आउँछ तिम्रो निम्ति जीवन हो। परमेश्वरलाई महिमा होस्। हिजोपदेश 6:20-21-22 पदका यी वचनहरू चाहिँ, अनि हितोपदेश 22:6 पदलाई पनि पढ्दैछु। यहाँ यस्तो लेखिएको छ, बालकलाई जुन बाटोमा हिँड्नुपर्छ त्यो बाटोमा तालिम दे। बालकलाई जुन बाटोमा हिँड्नुपर्छ त्यसमा तालिम देऊ, र बुढो हुँदा पनि ऊ त्यसबाट हट्ने छैन। परमेश्वरलाई महिमा होस्। हामी आउन सबैजना यहाँ मिल्दै गर्दा, सेटल हुँदै गर्दा पनि हामी प्रार्थना गर्नेछौँ, किनभने हामी 11 बजीको समय भइसकेको छ। आउन सबै जति पनि सेटल भइसकेको छौँ, बसिसकेका छौँ र मिलाउनु पर्ने कतिपय तपाईँले शान्तसँगले मिलाउनुहोस्। हामी सबैजना चाहिँ आँखा बन्द गरेर यतिखेर प्रार्थना गर्नेछौँ। हालेलुया, स्तुति, महिमा, प्रशंसा, आदर, भक्तिका योग्य जिउँदो परमेश्वर बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौँ आजको यस बिहानी। तपाईँले हामीलाई गरिराख्नुभएको निगाहहरू हामी थाहा गर्दछौँ। प्रभु, साँच्चै नै संसारको सबै खराबीहरूबाट, सबै हाम्रो जीवनमा हाम्रो विरुद्ध आउने सबै दुर्भोगताहरूबाट, सबै अग्निबाण र ती सबै प्रहारहरूबाट बचाउने परमेश्वर तपाईँ हुनुहुन्छ। अनि प्रभु, हामीलाई जीवनको असल मार्गमा डोर्याउनलाई हामीलाई प्रभु सबै क्षेत्रमा, सबै समयहरूमा प्रभु हामीलाई जोगाउने, हामीलाई अर्थ दिने, हाम्रो हृदयमा बोल्नुहुने परमेश्वर हुनुहुन्छ। तपाईँको जिउँदो उपस्थितिमा हामी आउँदछौँ। तपाईँलाई धन्यवाद भन्दछौँ प्रभु। तपाईँ स्तुति योग्य परमेश्वर हुनुहुन्छ। प्रभु, तपाईँको चरणमा हामी आउँदछौँ, तपाईँलाई दण्डवत गर्दछौँ यो बिहानी। प्रभु, तपाईँले हामीलाई तपाईँको महिमा गर्न, तपाईँको आराधना प्रशंसा गर्न छान्नुभयो। तपाईँ जिउँदो परमेश्वरको जाति हामीले बनाउनु भयो परमेश्वर। साँच्चै नै तपाईँलाई धन्यवाद दिँदछौँ। हामी यहाँ प्रभु दुधे बालकदेखि लिएर कपाल आज हेर्नेछौँ। तपाईँको निराहाको कारणले, तपाईँको अनुग्रहको कारणले, तपाईँले बचाउनु भएको कारणले परमेश्वर, अनि तपाईँको आराधना फेरि हाम्रो जीवनमा निरन्तर गर्न सकौँ भनेर पनि तपाईँलाई थप अनुग्रहमाथि थप अनुग्रह तपाईँले हाम्रो निम्ति तपाईँले खोल्नुहुन्छ प्रभु। धन्यवाद। स्वर्गमा विराजमान हुने परमेश्वर, अनि हाम्रो हृदयमा राज्य गर्नुहुने परमेश्वरमा धन्यवाद दिन्छौँ। अब सेवकाई आजको यो सम्पूर्ण सेवकाईको एक कुराहरू तपाईँको चरणमा राख्दछौँ प्रभु। आज तपाईँको बुद्धिमत्ताले, तपाईँको समझशक्ति अगुवाई गर्नुहोस्। तपाईँ उचालिन अनि हामी साँच्चै नै होचिन चाहिँ खाँचो छ परमेश्वर। तपाईँलाई महिमा पुगेको छ आजको विशेष दिन, जुन दिन चाहिँ हामी सम्पूर्ण मण्डलीको हरेक परिवार अगुवाजन मिलेर, बाबुआमा र प्रौढहरू मिलेर हाम्रा भविष्यका नानीहरूको निम्ति, हाम्रो भविष्यमा प्रभु तपाईँको राज्यलाई अगाडि बढाएर लाने परमेश्वर हामीले गरे भने अझ बढी तपाईँको राज्यको काम गर्ने यी विद्यार्थी नानीहरूको निम्ति आज प्रार्थना गर्न छुट्याइएको यो दिन प्रभु, हामी तपाईँको चरणमा आउँछौँ। किनकि हामी जान्दछौँ जति नयाँ पुस्ता आउँदै जान्छ त्यति तपाईँले आफ्नो कार्यलाई बढाइराख्नुहुन्छ, त्यति धेरै तपाईँको सामर्थ्यलाई तपाईँले खोल्दै जानुहुन्छ। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। किनकि परमेश्वर तपाईँ स्वयंले भन्नुभयो, तिमीले मैले गरेका काम गर्छौ अनि मैले गरेभन्दा बढ्ता पनि तिमीले गर्नेछौ। सुन्ने सहभागी हुने हरेकले प्रभु आजको दिनको आशिषहरूलाई लिएर आगामी सबै दिनहरूको निम्ति प्रभु एउटा नयाँ आशिषको सुरुवात गर्नुहोस्। धन्यवाद, आदर, महिमा, प्रशंसा तपाईँलाई चढाउँदै सेवका सुरुवात अन्तरको हातमा म आफैलाई तपाईँको चरणमा छु प्रभु। मेरो सारा समाजको अनुभव, मेरो ज्ञान तपाईँको चरणमा सुम्पन्दछु। तपाईँको ज्ञानले मलाई प्रभु सहायता गर्नुहोस्, अगुवाई गर्नुहोस्। तपाईँको बुद्धिमत्ता र समझशक्तिले मलाई प्रभु तपाईँको मण्डलीलाई तपाईँको उपस्थितिको आशिषमा डोर्याउन मलाई सहायता गर्नुहोस्। धन्यवाद, स्तुति, महिमा, प्रशंसा दिँदै सेवका सूर्यको अन्तिम स्वरको हातमा राख्दै आज अनुग्रह अगुवाई चाहन्छौँ। येशू तपाईँको उच्चारि पर्दैन। परमेश्वरलाई महिमा होस्। सबैजनालाई जय मसीह। हाम्रो माझमा आदरणीय पास्टर बाबु सर सुरेन्द्र राई सर
आइसक्नु भएको छ। साथसाथै उहाँको साथमा म्याडम पनि पास्टर आमा पनि हाम्रो आइसक्नु भएको छ। हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ र विशेष गरेर हामीले प्रार्थना गरिसकेका छौँ र आजको दिन खालि फोन कलको भरमा आजको दिन अलग गरिदिनु हुने र हाम्रो माझमा परमेश्वरको वचनको आशिषलाई लिएर आइदिनु हुने आदरणीय पास्टर र पास्टर आमालाई अब हामी स्वागत गर्नेछौँ र हामी यहाँ अहिले हाम्रो पास्टर आमालाई हामी खदा अर्पण गरेर हामी स्वागत गर्नेछौँ। अगाडिबाट र अहिले भर्खरै थाहा लागे अनुसार हाम्रो माझमा फेरि पनि आज पहिलोपल्ट हाम्रो मण्डलीमा हाम्रो पारी खामदुङ एरियाबाट मलाई यहाँ याद भएन तर आदरणीय श्री टासी भुटिया पनि आउनुभएको छ, जसले भर्खरै प्रभुलाई पाउनुभएको हो र दाजु तिमोथी शर्माको साथमा आउनुभएको छ। उहाँलाई पनि हामी खरा लगाएर स्वागत गर्नेछौँ। साथसाथै आसामबाट पनि एकजना ब्रदरलाई हामी देखिरहेका छौँ। उहाँलाई पनि अहिले भरे एकैछिन हामी छोटो आफू बसेको ठाउँबाट हामी उहाँको परिचय पनि लिनेछौँ। अहिले पनि उहाँलाई पनि हामी खरा स्वागत गर्छौँ। आसामबाट आउनुहुन्छ ब्रदर, उहाँलाई पनि हामी स्वागत गर्नेछौँ र पश्चिम साथै खामदुङबाट अरू पनि कोही आउनुभएको छ भन्ने मलाई यहाँ खबर मिलेको छ। यहाँहरू जहाँ हुनुहुन्छ आफ्नो ठाउँमा उभिदिनु भयो भने हामी स्वागत गर्नलाई यहाँको छेउमा आउन सक्ने थियौँ। कोही हुनुहुन्छ हाम्रो खामदुङबाट अरू कोही हुनुहुन्छ? ए हुन्छ, हामी उहाँलाई पनि हामी खदा अर्पण गरेर स्वागत गर्नेछौँ। यहाँहरूलाई हामी अर्को परमेश्वरको नाउँमा हृदयबारी ठाउँमा भेटेर प्रार्थना अनुरोध राख्न सक्नुहुन्छ, विषय राख्न सक्नुहुनेछ। तपाईँहरूको निम्ति प्रार्थना गर्न हामी तत्पर रहनेछौँ र अन्य पनि कुनै प्रकारका आत्मिक सहयोग र सङ्गतिहरूमा पनि यहाँले हामीलाई सम्झना गर्न सक्नुहुन्छ। हामी तपाईँहरूको निम्ति प्रार्थना साथसाथै सङ्गति र अन्य कुराको निम्ति सधैँ तत्पर रहनेछौँ। र अब परमेश्वरको महिमा होस्। आज हाम्रो माझमा है नाम्ची गागभरि मण्डलीबाट आदरणीय पास्टर सुरेन राई सर आउनुभएको छ। उहाँ धेरै हामी अग्रजहरूको निम्ति हो भने उहाँ रातेपानी चर्चबाट रातेपानीको सायदै त्यहाँको त्यो एरियाको प्रथम चर्च हुनुपर्छ। त्यहाँका आदरणीय पास्टरको जो प्रभुमा अघिबाट सुतिसक्नु भएको छ पास्टर गिदोन राई, उहाँलाई चाहिँ म चिन्थेँ है। उहाँ हुनुहुँदाखेरि नै रातेपानीमा यो अवस्थामा पुगेको पनि थिएँ र सायद त्यति बेला सुरेन सरसँग भेट पनि भयो होला है। क्यारोल खेलेको थियौँ हामीले एक रात त्यहाँनिर, तर सुरेन सरसँग चाहिँ त्यति बेला चिनाजाना भएन। बाबासँग चाहिँ हामी मेरो चिनाजाना थियो र म उहाँलाई बिगमतदेखि लिएर माथि तिङ्लेसम्मको सेवाकाईहरूमा पनि उहाँलाई धेरैपल्ट भेटघाट भएको र उहाँले पनि मलाई चिन्नुहुन्थ्यो। र एकपल्ट उहाँको मण्डलीमा विवाहको प्रस्ताव लिएर जाँदाखेरि उहाँ र मेरो बिचमै मगनीको कुराहरू पनि चलेको थियो है। मगनी कसरी गर्ने, विवाह कसरी गर्ने, र उहाँ बेहुली पक्षबाट म बेहुला पक्षबाट यसरी सम्बन्ध थियो। र हाम्रो आदरणीय हाम्रो यहाँको स्थानीय पास्टर बाउ पास्टर एजरा शर्मा, उहाँसँग पनि एकदमै चिरपरिचित हुनुहुन्छ। अनि साथसाथै पास्टर बाउ चाहिँ मेरै स्कुलबाट अस्ति विगत साल मार्चमा मात्रै मार्चमा है सर, मार्च महिनाको 2024को मार्च महिनामा मात्रै उहाँ मेरै स्कुलमा उहाँ टिचर हुनुहुन्थ्यो, ग्रेजुएट टिचर हुनुहुन्थ्यो। मेरो स्कुलबाट उहाँ रिटायरमेन्ट पाउनुभएको पनि है, एउटा ग्रेसफुल रिटायरमेन्ट, अति नै
सम्मानजनक उहाँले अवकाश प्राप्त गर्नुभएको। पहिला त मलाई थाहा थिएन उहाँ पास्टर हुनुहुन्छ भनेर। स्कुलमा त म हेडमास्टर हो, म हेड सर, उहाँ स्कुलको सिनियर मोस्ट टिचर हुनुहुन्थ्यो। कतिपय है हामी काम गर्दै जाँदा मलाई पछिबाट उहाँ पास्टर पनि हुनुहुन्छ भने थाहा भएपछि चाहिँ मलाई अप्ठ्यारो लाग्थ्यो उहाँलाई है, उहाँसँग मलाई अप्ठ्यारो लाग्थ्यो। म एउटा ठुलो मण्डली, धेरै मण्डलीको उहाँ सेवकाई गरिराख्नु भएको व्यक्ति, म चाहिँ हेडमास्टर। उहाँलाई मैले सर यसो गरौँ भने त्यसो गरौँ भनेर भनेर धेरैपल्ट सल्लाह लिन पर्दा र धेरैपल्ट कुराहरू यो गरिदिनु होस् ल भनेर भन्नुपर्दा मलाई धेरै अप्ठ्यारो लाग्थ्यो। र मैले पछिबाट चाहिँ मैले अनि सर यसो गरौँ होइन भन्थेँ है। मैले मेरो अप्ठ्यारोपनलाई त्यसरी दुखाउने गर्थेँ र म धेरै उहाँलाई इज्जत गर्छु, उहाँलाई धेरै सम्मान गर्छु। र आज मैले उहाँलाई एउटा विद्यार्थी जीवनलाई नजिकबाट बुझ्नुभएको व्यक्ति पनि र विद्यार्थीको निम्ति लामो समयसँग निर्विवाद भएर सेवाकाई पुर्याउनु भएको व्यक्ति, ड्युटी गर्नुभएको व्यक्ति पनि भएको कारणले गर्दा आज हाम्रो चर्चमा भइरहेको यस वर्षमा एक दिन हामी स्टुडेन्ट नानीहरूको लागि समर्पित गरेर प्रार्थना गर्ने यो दिन प्रभुको आशिषलाई बोलिदिनको निम्ति कसलाई बोलाउँ त भन्ने हुँदा यसपल्ट मैले सम्झेँ यो वर्षको लागि कमसेकम उहाँ एकदमै सबैभन्दा फिट व्यक्ति हुनुहुन्छ। परमेश्वरले उहाँको आशिषहरू पठाउन निम्ति उहाँलाई आजको दिन अवश्य प्रयोग गर्नुहुन्छ भन्ने मलाई थाहा लाग्यो। र मैले मेरो आदरणीय पास्टरलाई सल्लाह मागेँ, अनुमति मागेर उहाँले सरलाई फोन गरेँ। एकै फोनमा सरले अरूतिरको मिलाइसक्नु भएको थिएछ र पनि यहाँ आउनलाई उहाँले इन्कार गर्नु भएन। सरलाई धेरै धेरै धन्यवाद अगावै, र साथै म्याडम पनि आउनुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। स्टुडेन्ट सन्डे 2019 देखि हामीले सुरुवात गरेको। अनि त्यसपछि हामी थाहा गर्छौँ हाम्रो विद्यार्थी नानीहरूमा साँच्चै आशिष आएको छ। हालेलुया। किनकि परमप्रभु जीवित वचनको साथसाथमा यी नानीहरूप्रति हामी अगुवाजन र बाबुआमाहरूको वास्ता यो दिनले झल्काउँछ। हुन त हामी सब दिन हाम्रो नानीहरूको लागि फिक्री गर्छौँ, तर यो नानीहरूको निम्ति एउटा दिन अलग गरिनु हाम्रो संवेदनशीलता र वास्ताको एउटा प्रखर चिन्ह पनि हो। किनकि हामी हाम्रा छोराछोरीहरूलाई नाश भएर गएको देख्न चाहँदैनौँ अनि असल मार्गमा हिँडेको चाहन्छौँ। अनि बाबुआमाको लागि त खासै भन्नु हो भने छोराछोरी कमाएको धेरै आर्थिक धन सम्पत्ति भन्दा आफ्नो छोराछोरी असल मार्गमा हिँडेको नै सबैभन्दा ठुलो सम्पत्ति लाग्छ। त्यसै कारणले गर्दा नानीहरूलाई आज यो दिन विशेष यो वचन हितोपदेश 6:20-21 पद अहिले भने हामी परमप्रभुको जीवित वचनबाट आदरणीय पास्टरबाट धेरै आशिषको कुरा सुन्नेछौँ। अहिलेको निम्ति फेरि पनि परमप्रभुको वचनअनुसार आफ्नो बाबुआमाको अधीनतामा नहिँड्दा र आदर नगर्दा यहाँनिर 5 अध्यायको
7 देखि यस्तो पनि लेखेको छ, यसकारण अब हे छोराछोरी हो मेरो कुरा सुन र मेरो मुखका वचनहरूबाट हटेर नजाऊ, तिम्रो मार्गदेखि त्यो पर सार र त्यसको घरको ढोकाको नजिक नजाऊ, अर्थात् चञ्चल स्त्रीको घरको छेउ नजाऊ। कहिले तिमीले आफ्नो इज्जत अरूलाई देऊला, आफ्नो वर्षहरू निर्दयी मान्छेको हातमा सुम्पाउला, कहीँ पराईहरू तिम्रो धन सम्पत्तिले तृप्त होलान्, तिम्रो मेहनत पराईको घरमा पुग्ला, अन्त्यमा आफ्नो मासु र आफ्नो शरीर नष्ट हुँदा तिमीले विलाप गर्नु पर्ला र यसो भन्नु पर्ला, हाय मैले शिक्षालाई घृणा गरेँ अनि मेरो हृदयले हप्कीलाई तुच्छ ठान्यो, अनि मेरो शिक्षकहरूको आवाज मैले पालन गरिनँ, न त मलाई शिक्षा दिनेहरूतिर आफ्नो कान लगाएँ, सभा र मण्डलीको बिचमा म झन्डै सबै खराबीमा परेँ। यो चेतावनीहरू जीवनमा लिएर नानीहरूले बस्छन् भनेर पनि आज हामी अति नै यो कुराहरूको वास्ता गर्दछौँ। अनि हाम्रो आफ्नो घरमा 1-2जना 2जना नानीहरू छ, तर हामी मण्डली भएको कारणले गर्दा चाहिँ सबैको नानी हामी सबैको नानीहरू, सबको नानी सबैको नानी है। यहाँ भएको सबै नानीहरू मेरो नानीहरू हुन्, मेरो नानीहरू पनि यहाँ सबैको जति पनि साइनोले उमेरले ठुलो हुनुहुन्छ सबैको लागि नानी समान हो। त्यस कारणले गर्दा हामी बाबुआमाहरूले यी कुराहरूमा संवेदनशील बन्नुपर्छ भन्ने कुराहरूलाई आज पनि ठाउँ पाउँछ। किनकि हितोपदेश 22 को 6 रहेछ भन्छ, बालकलाई जुन बाटोमा हिँड्नुपर्छ त्यो बाटोमा तालिम देऊ र बुढो हुँदा पनि त्यसबाट तर्केर जाने छैन। अनि तालिम भनेको कुरा चाहिँ ट्रेनिङ हो इङ्ग्लिसमा। ट्रेनिङ भनेको चाहिँ 1 दिनमा हुँदैन, ट्रेनिङ चाहिँ 1 दिनमा हुँदैन। ट्रेनिङलाई चाहिँ ड्रिल पनि भन्छ, ड्रिल एउटै कुरालाई बारम्बार लामो समय धेरैपल्ट गर्दा मात्रै त्यसलाई तालिम प्राप्त गरिन्छ। त्यस कारणले गर्दा नानीहरूप्रति हामी घरमा त हाम्रो बाबुआमाको जिम्मेवारीको नाताले पनि संवेदन छौँ नै, वास्ता गरेकै छौँ, तर मण्डलीको रूपमा पनि हामी एकअर्कालाई वास्ता गर्न आजको दिनलाई हामीलाई सहायता गर्छ।
तपाईको उपस्थिति हामी चाहन्छौँ, तपाईको जिउँदो उपस्थिति हामी चाहन्छौँ। परमेश्वर हामी सबैलाई आजको सेवकाईमा आनन्दित दिलाउनु हुने, आशिषित दिलाउनु हुने, आज हामीलाई सामर्थ्य दिलाउनु हुने परमेश्वर तपाईँ धन्यको हुनुहुन्छ। हालेलुया परमेश्वर, हामी प्रार्थना गर्छौँ बाबा। हालेलुया। अनि आजको यो जति पनि प्रभु आज नानीहरूदेखि लिएर आज साँच्चै नै प्रभु जति पनि सन्डे स्कुलका नानीहरूदेखि लिएर आज हरेक वृद्धसम्म सबैलाई तपाईँको हातमा राख्छौँ। मण्डलीका सम्पूर्ण जनहरूलाई तपाईँको हातमा राख्छौँ। धन्यवाद परमेश्वर। र हाम्रो माझमा जुन तपाईँले आफ्नो सेविकालाई ल्याउनु भएको छ उहाँहरूलाई पनि विशेष तपाईँको हातमा राख्छौँ। बाबा तपाईँले साँच्चै नै तपाईँले जसरी आज प्रभु तपाईँको आत्मिक भोजनको निम्ति तपाईँले जसरी ल्याउनु भएको छ उहाँहरूलाई प्रभु तपाईँको हातमा र आजको सबै सेवकालाई तपाईँको हातमा राख्दै अब सम्पूर्ण यो आराधनालाई तपाईँमा समर्पण गर्दै परम प्रभु जबसम्म हामी छुटेर जाँदैनौँ तबसम्मको समय तपाईँ परम प्रभुको हातमा राख्दै आजको सम्पूर्ण सञ्चालकहरूलाई तपाईँको हातमा राख्दै प्रभु यीशु तपाईँको जिउँदो हुने पवित्र नाम हामी प्रार्थना गर्छौँ। बाबु सुनि ग्रहण गर्नुहोस्। आमेन। परमेश्वरलाई महिमा होस्। अब हामी भेटी समर्पण गर्नेछौँ र युवा भाइबीहरूलाई यतिकै बसिदिने आग्रह गर्दछु। भेटीको भजन वेदी बनाउँछु भने हामी गाउँदै हामी भेटी समर्पण गर्नेछौँ। साँच्चै वास्तवमा हाम्रो मण्डलीमा हामीले तोकेर छुट्याएका दिनहरू पनि तपाईँ र मेरो निम्ति हामीले परमेश्वरको आराधना गर्न र परमेश्वरमा प्रार्थना गर्न तय गरेको एउटा वेदी नै हो। आजको दिन पनि तपाईँ र मेरो निम्ति परमेश्वरमा यी नानीहरूको निम्ति प्रार्थना एउटा वेदी रूपी एउटा दिन हो र परमेश्वरलाई महिमा होस्। हामी वेदी बनाउँछु भन्ने भजन गाउँदै हामी भेटी समर्पण गर्नेछौँ र भेटी सङ्कलनको लागि हाम्रो जोन गुरुङ भेटी उठाइदिने ल। भेटी उठाइदिनको निम्ति हाम्रो भाइ हाम्रो मेरो भदै जोनले आज अगाडि हात बढाउनेछन्। हामी सबैले भेटी समर्पण गर्नेछौँ। वेदी बनाउँछु म वेदी बनाउँछु। तपाईँलाई मेरो घरमा पनि छ, हाम्रो जीवनमा पनि छ। हामी जहाँ जान्छौँ त्यहाँ हाम्रो त्यो वेदी हामीसँगै हुन्छ। अनि हाम्रो मण्डलीहरूमा पनि त्यो प्रार्थनाको वेदी छ। हामी जब पनि कुनै पनि मण्डलीको विषयहरूको निम्ति प्रार्थना गर्ने गर्छौँ, निरन्तर लगातार प्रार्थना गर्ने गर्छौँ। त्यो वास्तवमा हामी परमेश्वर अगाडि उहाँलाई पुकार्ने एउटा हाम्रो प्रार्थनाको वेदी हुन्छ। र यो नानीहरूको निम्ति हामीले छुट्याएको यो दिन सुरुवात गरेको वेदीको हामी आज अलिकति फ्ल्यासब्याकमा जानेछौँ। 2019मा हामीले यो कुरा सुरुवात गरेको हो। 2019देखि यता अहिलेसम्म 22-23 हामीले गर्न सकेनौँ कोभिडको कारणले गर्दा। 23मा हाम्रो अरू कारणहरू थियो। 24मा नै हामीले गर्न सकेनौँ किनभने हाम्रो कनान फेस्टिभल थियो। त्यसले गर्दा हामी 25मा मात्रै गर्दैछौँ।
यो भिडियो हाम्रो सन्डे स्कुलको यात्रा स्टुडेन्ट सन्डेको सेवाकार्यको यात्रा मात्र नभएर आज यो अवसरमा हामी धेरै समय मौका पाइरहेका हुँदैनौँ हाम्रो अग्रजहरूलाई श्रद्धाञ्जली दिने है। यो कुरालाई समावेश गर्ने मैले चाहना राखेँ र यो कुरालाई राखेँ। कति अग्रजहरूको मसँग फोटो उपलब्ध थिएन र धेरै अगाडिको व्यक्तिहरू जो प्रोमा सुतिजानु भएको छ उहाँहरूको कतिपय फोटो उपलब्ध हुन सकेन र यहाँ समावेश भएन र रिसेन्टली जति पनि हामीलाई छोडेर जानुहुने प्रभुका जनहरूको फोटोलाई यहाँनिर समावेश गर्न सकेँ। उहाँहरूप्रति एउटा मेरो भावनात्मक र हामी सबै मण्डलीको एउटा प्रेमको एउटा श्रद्धाञ्जली भयो। परमेश्वरलाई महिमा होस्। साँच्चै नै हामी वेदी बनाउँदैछौँ परमेश्वरको राज्यमा। यी नानीहरूको निम्ति हामी वेदी बनाइरहेका छौँ र यो कुरा चाहिँ अन्त हुने कुरा होइन, तर यो कुराले जोड्नु पनि होइन। परमेश्वरले हामीलाई गुनाह गर्न सिकाउनु भएको छ। हालेलुया। आशिषहरूलाई गना गना एकै एक भन्ने कुरा हामी जान्दछौँ। आशिषहरू यसरी नै हाम्रो जीवनमा अगाडि बढ्दै जाने कुरा हुन्। अब हामी सन्डे स्कुलको नानीहरूबाट आजको एउटा प्रस्तुतिलाई हेर्नेछौँ। त्यसपछि अगाडि हामी फेरि पनि अगाडि बढ्नेछौँ र यो समय म हाम्रो बहिनी चन्द्रकलालाई र नानीहरूलाई दिन चाहन्छु। आज म एउटा भजन भन्न चाहन्छु। हितम प्रदेश 22 को छ। बालकलाई सही बाटोमा लगाऊ र वृद्ध अवस्थामा पनि त्यसले त्यो त्याग्दैन। आमेन। प्रस्तुतिलाई भर्खरै छरेको रायोको दाना उम्रिँदै गर्दा सबै ठाउँहरूबाट टाढा टाढा देख्दैन, तर छरिएको छ भने त्यो एक दिन उम्रिन्छ। हामीलाई थाहा पनि हुँदैन परमेश्वरले त्यसलाई कसरी बढाउनुहुन्छ। अनि एक दिन त्यो ठुलो हुन्छ अनि सबैले देख्ने हुन्छ, सबैले जान्छ। हाम्रो यी नानीहरू माथि गरिएको प्रार्थना दिनहरू वास्तवमा यी नानीहरूको जीवनको निम्ति हामीले गरेको लगानीहरू हो, हाम्रो यो आत्मिक लगानीहरू हो। र परमेश्वरले हामी जान्दछौँ हाम्रो विश्वासयोग्य परमेश्वरले आफ्नो विश्वसनीयता प्रकट गर्नु नै हुन्छ। अनि ठिक समयमा यी नानीहरूको जीवनबाट उहाँले आफ्नो ठुलो महिमा लिनुहुनेछ। त्यो महिमामा तपाईँहरू म रमाउनेछौँ। आमेन। परमेश्वरलाई महिमा होस्। र यो प्रिटेक्स्टमा आज हामीले यो दिन यसरी सुरुवात गरेका छौँ र परमेश्वरलाई महिमा होस्। यो कुराहरूलाई अगाडि बढाउन आज मण्डली आदरणीय पास्टर लगायत सम्पूर्ण अग्रजनले
साथ दिइराख्नु भएको छ। साथसाथै मण्डलीका अन्य परिवारहरूले हाम्रो आयोजन हो यो, हामीले सोचेको यो हाम्रो कमिटमेन्ट हो, यसलाई हामीले बढाइराखेका छौँ। हामी परमेश्वरलाई धन्यवाद आदर महिमा दिँदै म अहिलेको लागि अब एकछिनबाट हामी हाम्रा नानीहरूलाई अगाडि बोलाउनेछौँ एकजना गर्दै। त्यसभन्दा अगाडि सूचनामा तपाईँको अगाडि अब हामीले यस प्रक्रियालाई जस्तो रीतिले सुरुवात गरेर ल्यायौँ त्यसअनुसार हामीले हरेक वर्ष मण्डलीका नानीहरू जहाँ जहाँ कलेज, युनिभर्सिटी, स्कुलहरूमा, इन्स्टिट्युटहरूमा जहाँ जहाँ पनि पढ्दैछन् यी सबै नानीहरूलाई एउटा आजको दिन सम्झनाको एउटा चिन्ह दिने हामीले गर्ने गरेका छौँ। त्यसमा पनि आफ्नो आफ्नो कलेजमा, स्कुलमा, इन्स्टिट्युटमा, युनिभर्सिटीमा आफ्नो असल उत्कृष्ट पर्फर्मेन्स गर्न सक्ने नानीहरूलाई चाहिँ हामी यहाँबाट प्रेमको चिन्ह र चिनारी साथसाथै अन्य सबै नानीहरूको लागि पनि एउटा यहाँ प्रेमको भेट हामीले दिने गरेका छौँ। र अहिलेको लागि अब म यहाँबाट सरस्वती बोलाउँछु। नानीहरूले सरासर आएर हाम्रो आदरणीय पास्टर बाबु लगायत आज हाम्रो माझमा आउनुभएको अतिथि पास्टर बाबु, पास्टर आमा, हाम्रो आफ्नो पास्टर आमा, यहाँहरूको हातद्वारा यी नानीहरूलाई यो सबै कुराहरू हस्ताक्षर गरेपछि फेरि यी नानीहरू सेटल भएपछि हामी सम्पूर्ण मण्डली आदरणीय पास्टर बाबुको अगुवाईमा यी नानीहरूको निम्ति प्रार्थना गर्नेछौँ। र अहिलेको निम्ति हाम्रो आदरणीय पास्टर बाबुलाई यहाँ अगाडि अलिकति दुःख दिइ माग्नु पऱ्यो। पास्टर आमाहरूलाई पनि यहाँ हाम्रो पास्टर बाबु, पास्टर आमाहरू हुनुहुन्छ, यहाँको हातबाट चाहिँ म बोलाउँछु नानीहरू यहाँ आएर आफ्नो टोकन अफ लभलाई रिसिभ गरेर फर्स्ट। ओके, यस वर्ष आफ्नो क्लासमा, स्कुलमा 2024 को एक्जामिनेसनमा फर्स्ट हुने आफ्नो स्कुलमा, आफ्नो क्लासमा फर्स्ट हुने नानीहरूलाई म बोलाउँदैछु। फर्स्ट अखिल राई, फर्स्ट इन क्लास 3 नाम्बिङ स्कुलमा। भर्खरै अखिलको मैले बोलाउन बिर्सेछु। लोरिन तामाङ, आमा भयो बाबु भयो एकजना आइदिनुहोस्, फोटो राम्रो लिने। साथमा सृजना राई क्लास 8बाट फर्स्ट हुने, आमाको साथमा या बाबुको साथमा सृजना राई क्लास 8मा फर्स्ट हुने। हाम्रो चर्चको एकदमै ट्यालेन्टेड नानी है, तपाईँले धेरै आशीर्वाद दिउँ। हुन्छ, अब सेकेन्ड हुनेहरू फेरि सिथ राई इन क्लास 3 सेकेन्ड हुने। अब उता बाबुसँग आइदियो, उता जो सन्तान भाइ एउटै घरबाट फर्स्ट पनि सेकेन्ड पनि पऱ्यो, थर्ड चाहिँ आउँछ कि बा फेरि। हुन्छ, सिथ राई सेकेन्ड इन क्लास 3। फोटो राम्रो निकाल्ने। देबोरा भुजेल इन एलकेजी, देबोरा भुजेल इन एलकेजी सेकेन्ड पोजिसन। मम्मी पनि पर्खिकन आइपो हाल्यो देबोरा त फेरि। कति उत्साहित है नानीहरू। हुन्छ, श्रेया र शैली क्लास 5 मा सेकेन्ड छ कि छैन? छैन भने होस् सोधिहाल्नु। दर्शन लिम्बू क्लास 6 मा सेकेन्ड छ, स्टुडेन्ट छैन भने होस्। भाइ बाबा भने आऊ भने आउनुहोस्, आउनुहोस् आउनुहोस् न, आउनुहोस् न। भनेपछि फेरि रुदेन सरले हाम्रो फोटो हालेर नभन्नु होला। भिडियो आउँछ नसुताउनु। आज तपाईँहरूले आफ्नो मोबाइल बाङ्गो पारी खिचिरहनु पर्दैन, यो सबै भिडियो म तपाईँलाई युट्युबमा लगाइदिन्छु, तपाईँले त्यहाँ हेर्न सक्नुहुन्छ, नसुताउनुहोस्। एना भुजेल इन क्लास युकेजी सेकेन्ड पोजिसन। एना भुजेल, आमा भए पनि बाबा भए पनि कोही छैन, ऊ आमा आउनुहुन्छ सोनाली गरी। यो चाहिँ परमेश्वरको वचन लेखिएको छ यो पोस्ट कार्डहरूमा। यो यहाँ रुपियाँ पैसा होइन, सुनचाँदी पनि होइन, तर यहाँ लेखिएको वचनले यो नानीको जीवन अवश्य काम गर्नेछ। बाबुआमाहरूले त्यसतर्फ नानीको ध्यान आकर्षण गरिदिनु होला। अब थर्ड हुनेहरूमा श्रेयस छेत्री इन क्लास 4। बाबा भने आमा भयो कोही छ गार्जेन? छैन भने ठिकै छ। ओ सुरेश देखिदिन्छु छिटो। यसको बादमा आरोहण थापाको लागि रेडी भइदिनुहोस्, आरोहण थापा। अनि सुहाना राईको लागि पनि तयारी भइदिनुहोस्, आमा भए पनि बाबा भए पनि। सुहाना राईको लागि आरोहण थापा सेकेन्ड इन एलकेजी। आरोहण थापा
ओके, सुहाना राईको साथमा आमा भनेर आउनु छिट्टो। थुप्रो छ हामीसँग, त्यसले गर्दा छिट्टो आइदिनुहोस्। बाबा आमालाई साथै बोलाएको, नानीलाई साथै बोलाएको कारणले तपाईँहरूको इन्भेस्टमेन्ट हो। यो नानीहरू तपाईँको आर्थिक इन्भेस्टमेन्ट हो। यो कुरालाई तपाईँले दबाईको रूपमा राखिराख्नुहोस्। ओके, यदि कोही फर्स्ट सेकेन्ड पोजिसन भएको छुट्नुभयो, कोही नानीहरू छुटेको छ, मलाई काइन्डली भनिदिनुहोस्। मैले बटुलेको डेटा चाहिँ यति नै छ, त्यो अहिले भन्छ। र हुन्छ, अब म अन्य नानीहरूलाई बोलाउँदैछु आफ्नो यहाँनिर सम्झनाको चिन्ह लिने निम्ति। सर्वप्रथम कलेजमा हुनेहरू, कलेजका नानीहरूलाई म यहाँ बोलाउँदैछु। हाम्रो कलेजमा पढ्दै गर्ने नानीहरू अहिले यहाँ छ भने छ, बाबाआमासँग आउँदा भयो, एक्लै आउँदा पनि भयो, ठुलाहरू है। र जतिसक्दो म प्रिफर गर्छु बाबाआमासँग, गार्जेनसँग आउने। यदि छैनन् भने होस्, बाबाआमा आउनु परेन, उहाँहरूको लागि हामी समयमा फेरि गर्नेछौँ। र अहिलेको लागि हामी धेरै समय यसमा दिने छैनौँ। एलिया शर्मा सन्डे स्कुलको सुनियरको लागि, एलिया शर्मा बाबा आइदिनुहोस्। शिवन राई, शिवन राईको पनि रेडी भइदिनुहोस्। साइमन राई, साइमन राई आकर्षक छैन, हुन्छ, साइमन राई पनि रेडी भइदिने, हुन्छ, फोटो राम्रो निकाल्ने। त्यसको बादमा एलिना शर्मा छैन छ, अनमोल शर्मा कलेज पढ्ने हाम्रा वीरहरू हुन्। साइमन राई आफ्नो बाबा भाइ बुद्धराजको राईको साथमा हुनुहुन्छ। अनमोल शर्मा हाम्रो पासबाबुको छोरा हुनुहुन्छ सर, उहाँ चाहिँ अग्लो चाहिँ सबैभन्दा अग्लो हुन आएको, के गर्नुपर्ने हो। गिदन शर्मा सायद छैन होला है, गिदन छैन। सीमा भुजेल, सीमा भुजेल को हुनुहुन्छ? गार्जियन आइदिनुहोस्, नाम आइदिनुहोस्। सरोज सायद मैले देखिनँ। नेक्स्ट रेजिना तामाङ, रेजिना रेडी, बहिनी पिस्किला तथा छ, छिटो छिटो छिटो। अर्चना तामाङ पनि छैन, अदित्य थापा पनि छैन अहिले हामीसँग। त्यसो हुँदा अब हामी अन्य अप टु क्लास 12 सम्मको नानीहरूलाई म यहाँनिर क्रमैले बोलाउँदैछु। सर्वप्रथम प्राइमेरीका नानीहरूलाई आशिष शर्माको लागि रेडी भइदिनुहोस्। आशिष शर्माको ग्रेसी, ग्रेसी मैले यहाँ नाम थिएँ बिर्सेछु। ग्रेसी शर्मा मैले बोलाएको थिएँ जस्तो लाग्छ। ग्रेसी, ग्रेसी शर्मा कलेज गर्दै गरेको। आमा बाबा कोही छैनन्, लु आमा छोडियो। ग्रेसी शर्मा हाम्रो कलेजमा अब मास्टर्स युनिभर्सिटीमा म्याथमेटिक्समा हो कि केमा हो, म्याथमै हो। मेरो चाहिँ 10 देखि दाँतले नभएको, तर अब हाम्रो नानीहरू मास्टरसम्म पुगे। हुन्छ ग्रेसी शर्मा। अब हामी प्राइमेरीको साना नानीहरूलाई बोलाउँदैछौँ। आशिष शर्मा, त्यसको साथमा आशिष शर्मा। लु बाबा पर्खिन मानेर छोडेर छिटो भयो है। लु फोटो राम्रोसँग निकाल्नु ल। एड्रिन सुब्बा छैन होला, एड्रिन सुब्बा छ। ओके एड्रिन, लु अब आमा बाबा कोही छ? आमाहरू नन्द बहिनी भयो। लु पेमा तामाङ, पेमा तामाङ हाम्रो छ। बाबा भने आमा भने आइदिनुहोस्। पेमाको छ कोही गार्जेन? हुन्छ, लु 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 भयो छिटो। पेमा तामाङ, उसको बादमा फ्लोरेन्स भुजेल रेडी भइदिनुहोस्, फ्लोरेन्स भुजेलको लागि। त्यसपछि प्रणिसा तामाङको लागि रेडी भइदिँदै गर्नुहोस्। ओके फ्लोरेन्स भुजेल, फ्लोरेन्स भुजेल। प्रणिसा तामाङको लागि रेडी छ नानी? छैन, छ, पेन्डिङ भयो होला नानी। ओके नेक्स्ट वैदिक तामाङ, वैदिक तामाङ, वैदिक हो कि के हो? छैन, छैन हुनुहोस्। ग्रेसी छेत्री हाम्रो भूमिकाको बहिनी, गार्जेन कोही आइदिनुहोस्। ग्रेसी छेत्री,
ग्रेसीको नाम आयो, उठ्नु गएर मान्दैछ। ग्रेसी। प्रशंसा छेत्रीको गार्जेनसँग रेडी भइदिनुहोस्। त्यसपछि हाम्रो तल हाम्रो बुद्ध सुनमार भाइको नानीको नाम चाहिँ यहाँलाई याद भएको छ। नानी छ कि छैन यहाँ? छैन रहेछ। त्यसरी र त्यसरी नै एड्रियन लेप्चा छैन होला। एड्रियन लेप्चा छ तर हाम्रो पासाङ लेप्चाको छोरा। प्रशंसा छेत्री आयो। सुबानी तामाङ छैन हामीसँग? सुबानी छैन। अर्पण भुजेल एकछिनलाई आउँदैछ। अनुषा भुजेल, अनुषाको लागि नि बहिनी रेडी भइदिने। अनुग्रह शर्मा छैन होला। महिमा तामाङ आमा भयो बाउ भन्छ। ओके, महिमा छ कि छैन? ल महिमा पनि। महिमा ज्योति तामाङ उसको आमा कोही छैन? ज्योतिको नाना रहेछ। ज्योति तामाङ 2021 मा बप्तिस्मदेखि भाग्ने मान्छे उही हो। 2025 मा पर्छ भन्दै 2025 अब यो वर्ष छिन्ने हो कुरो है। ज्योति तामाङ। अब सेकेन्डरी लेभलबाट एल्बिन भुजेल। बाबा आमा कोही छैन? छैन भने नानी छ भने भइहाल्छ। नानी छैन भने चाहिँ बाबा आमा मात्रै चाहिँ हुँदैन। एरिक भुजेल सानो नानीहरू सबै 5D को उपर लागिहालिन्छन् है, सेकेन्डरी लेभलकाहरू। सृजन राई छैन? सृजन छैन आज? छैन भने ओके। सृजन आएको दाजु। सृजन राई आमा भुलेर छैन बरा हो अब। सृजन राई आमा भयो बाबा भन आइदिनु साथै। धनवीर लिम्बू छैन होला। दाउद लिम्बू पनि छैन होला। सुनाहाङमा लिम्बू छ। सुनाहाङमा दर्शनको दिदी छैन रहेछ। रञ्जना छेत्री भाइ सानो साथमा आइदिनुहोस्। किसन विश्वकर्मा सागर विश्वकर्मा दुईजनै। किसन र सागर खै भाइ कता तल हुनुहुन्छ क्या नि? हुन्छ बाबा तल हुनुहुन्छ बिजी। किसन विश्वकर्मा, सागर विश्वकर्मा छिटो। गोमिका छेत्री, एन्जल सुनार। गोमिका छेत्री, एन्जल छैन? एन्जल सुनार छैन। छ अब को छ? कोही छ घरबाट? छैन भने अब तिमी मात्रै घर भएछ। स्टुडेन्ट चाहिँ छ भने भइगयो, स्टुडेन्ट छैन बाबा आमा छ होस्। परि सुनार छिटो गरी छिटो। प्रकाश सुनार छैन? छैन भने हो। प्रजल छेत्री, पूजा छेत्री, प्रजल र पूजा। सरस्वती छेत्री, आफ्नो आमा बाबालाई लिएर आउने है, आउनु भएको छ भने चाहिँ। अनिल छेत्री, समीर लिम्बू बुदानको नानी छैन होला है। सौगात छेत्री छैन रहेछ। जेसन भुजेल आमा बाबा कोही छैन? हारुन हो कि बुहारीको देखिन्छ जेसनको।
नआउने हो हुन्छ ठिकै छ मनरानी सुब्बा मनरानी गार्जेनसँग आइदिनुहोस् रिवाज तामाङ रिना तामाङ दुई पनि एकैजना गार्जेन एकैपल्टमा भइहाल्छ त्यसले गर्दा रिना र रिवाज देखिन रिना ओ गार्जेन आउँछ कदम श्रीजिका भुजेल छैन ओके हुन्छ आऊ श्रीजिका शुभम छेत्री शुभम छैन रहेछ सुनैना गुरुङ सुबेन राई सुजना राई लाइनमा आइदिने सुबेन राई सुजना राई सुबेन आफ्नो आउनु पऱ्यो नि त पहिला सुजना आयो ठिकै छ सुजना आइहाल्यो सुजना राई अब आर्यन शर्मा र अविश थापा अविश सायद छैन होला आर्यन शर्मा आर्यन त्यो आमासँग आर्यन शर्मा अविश थापा छैन एरोमा थापा शुभम सुब्बा पनि छैन ओके मैले लिस्ट गरेको नानीहरूबाट हाम्रो चर्चको नानी कति छुट्यो भने मलाई काइन्डली कोहीबाट छुटिहाल्नु सक्छ सायद छुटेन होला कोही छुट्यो यहाँ को छुट्यो हजुर ए अंश मैले आएन छ अंश लु अंश सुब्बा हो लु अंश सुब्बालाई अगाडि बोलाइहाल्ने विकास भाइ हाम्रो सहरमा अलिकति वासरुम देखाइदिनुहोस् न काइन्डली र अब हामीसँग यहाँनिर आज सायद पहिलोपल्ट हुनुहुँदो रहेछ र खामदोङबाट पारिबाट आउनुभएका मिङमा डोमा भुटिया मिङमा लामु भुटिया र कर्म तेन्जिङ भुटिया एड्रिन सुब्बा क्लास 3 मा फर्स्ट भएको यहाँनिर खबर आयो अघि सायद यहाँ खबर आएको थिएन एड्रिन सुब्बालाई अगाडि बोलाएको छु एड्रिन सुब्बा क्लास 3 मा फर्स्ट भएको थियो लो ठिकै छ हुन्छ अर्को एउटा नानी आवाना राई पनि यहाँ सायद पहिलोपटकको हुन्छ यहाँनिर खामदोङबाट आउनुहुने मिङमा डोमा भुटिया सायद के हो कुन क्लासमा हो क्लास 7 ओके नानीलाई पनि सम्झना मिङमा डोमा भुटिया नानी मिङमा लामो भुटिया कर्म तेन्जिङ तिनैजनालाई म बोलाउँछु अगाडि तिनैजनालाई एकैचोटि यहाँहरूलाई पनि आज हाम्रो स्टुडेन्ट सन्डेको उपलक्ष्यमा हाम्रो चर्चको यो प्रेमको चिन्ह एउटा सम्झनाको चिन्ह ल हुन्छ कर्म तेन्जिङ होला यता रेड ज्याकेटमा हो हुन्छ लु ठिकै छ बाबा आइदिनुहोस् यहाँ यो कार्डहरूमा या पोस्ट कार्डहरूमा परमप्रभुको जीवित वचन लेखिएको छ त्यो वचनहरूलाई साधना गर्नु होला हामी त केही दिन सिकाउनु तपाईँ जीवित वचन गर्नलाई अवश्य पनि
सहायता गर्नेछ। आयुष राई अहिले स्टुडेन्टको रूपमा हामी पाइरहेका छौँ। हाम्रो सिवनको डुप्लिकेट भन्दा पनि हुन्छ। आयुष राई रहेछ हाम्रो सिवन भाइको, हाम्रो सिवन नानीहरूको हाम्रो रिलेटिभ हुन्छ। उहाँ पनि धेरैपल्ट हाम्रो चर्चमा यो भाइ नानी पनि हामी देखिरहेका छौँ। र अब आज नै मात्रै अचानक आइपुग्ने कोही विद्यार्थी नानीहरू तपाईँको साथमा आउनु भएको छ भने कोही हुनुहुन्छ? कोही आफूले लिएर आउनु भएको छुटेको हुन्छ नि। लु नाम के हो मलाई यहाँ अगाडि आइदिनु पर्यो। प्रतीक्षा। लु प्रतीक्षा छेत्री। हामी सबको एउटा प्रेमको चिन्ह लिएर जाने, पवित्रको वचन लिएर जाने। र अब हुन्छ पास्टरलाई धन्यवाद, सरलाई धेरै धन्यवाद यो अनर्सको लागि नानीहरूलाई गरिएको सम्मानमा यहाँहरूको आशीर्वादी हातहरूको निम्ति धन्यवाद। र अब आजको कार्यक्रम, आजको सेवाकाईलाई बितेको हप्ता म लगायत हाम्रो आदरणीय पास्टरबाबुले यो सेवाकाईको निम्ति कुनै पनि योगदान, कुनै पनि संलग्नता तपाईँले हात बढाउन सक्नुहुन्छ भनेर आदरणीय पास्टरबाबुले आह्वान गर्नुभएको थियो। साथसाथै मैले पनि आह्वान गरेको थिएँ। त्यो आह्वानलाई शाश्वत आफ्नो हृदयमा लिएर यो आजको सेवाकाईलाई विभिन्न के को रूपमा सहयोग पुर्याउनेहरूको नाउँलाई म यहाँनिर दिन गइरहेको छु। यहाँहरूले कस्तो सहयोग पुर्याउनु भयो, के पुर्याउनु भयो, यो कार्यक्रमको यो सेवाकाईको भिडियो अपलोड हुँदा म तपाईँहरूलाई भिडियोमा तपाईँहरूलाई डिटेल्स भर्नेछु। र परोक्ष रूपमा स्पोन्सर गर्नुहुने, आजको सेवाकाईलाई स्पोन्सर गर्नुहुने यहाँको नाउँलाई म यहाँ लिँदैछु। हामी सबै मिलेर ताली बजाएर दिन सक्छौँ उहाँहरूको लागि। चन्द्रकला राई, बहिनी चन्द्रकला राई, बहिनी प्रिस्किला राई, बुहारी त्रिपोसा राई, छोरो आशिष भुजेल, मामा सिमोन शर्मा, भाइ पदम शर्मा अनि तारा तामाङ। यो सेवाकाईलाई आज भइरहेको सेवाकाईको विभिन्न कुराहरूलाई उहाँहरूले स्पोन्सर गर्नुभएको छ। उहाँहरूले योगदानको हात बढाउनु भएको छ। परमेश्वरले उहाँहरूलाई धेरै आशीर्वाद दिएका हुन्। अब परमेश्वरलाई धन्यवाद, आदर, महिमा, प्रशंसा दिँदै अब हामी सेवाकाईको अति नै मुख्य समयमा छौँ। र आज सायदै गवाईको समयहरू म तपाईँहरू दिन असमर्थ छु, किनभने 1 बज्न लागिसक्दैछ। हामीले परमप्रभुको वचनलाई सुन्नुपर्छ। र अब यो नानीहरूको लागि प्रार्थना, साथसाथै यहाँ नानीहरू जति पनि छन् अगाडि बोलाउँछ। अब चेयरमा बस्ने नानी सबै अगाडि आएर घुट्नामा बस्नेछन्। सबै नानीहरू लु सागरहरू सबैजना निक्लेर चेयरबाट उठेर यहाँ अगाडि घुट्नामा हामी सबै विद्यार्थी नानीको लागि प्रार्थना गर्नेछौँ। किनकि यो प्रार्थनाको निम्ति नै आज हामी यहाँनिर छौँ। यी नानीहरूको निम्ति आज तपाईँ र म हाम्रो हातहरू बढाएर प्रार्थना गर्नेछौँ। यहाँलाई जीवनमा को कति बेला कहाँ पुग्छ, कसरी के उपलब्धि गर्छ हामी जान्दैनौँ है। तर म सधैँ भन्ने पनि गर्छु, हामीले यो नानीहरूको अटोग्राफ लिनु परोस् असल कार्यहरूको निम्ति। म चाहिँ त्यही भन्छु, मैले पढाएको नानीहरूको मैले अटोग्राफ लिन जानु परोस्। मैले खदा लिएर मेरो अलिकति सिफारिस गरिदिनु नि, यो साइन गरिदिनु नि भन्नु परोस्। हाम्रो नानीहरूले गरेको सेवाकाईमा हामी त्यहाँको सुसारी बन्न पाऊँ है। यही छ हाम्रो आशा। दाउद राजा भएर पनि महलमा बसेर के भन्दथे, एउटै चाहना मैले राखेको छु, परमप्रभुको भवनमा उहाँको सुन्दरतालाई हेर्न म सधैँ त्यहाँ बास गर्न पाऊँ। म त इच्छा राख्छु, हामी सबै अगुवाजनको एउटै इच्छा हो, यी नानीहरूको जीवन, यो नानीहरू जीवनमा पाएको आशिषहरू, यिनीहरूले प्राप्त गरेको उपलब्धिहरू चाहिँ हामी सबैको लागि आनन्दको कुरो होस्, परमेश्वरलाई महिमा पुग्ने कुरो होस्। र यो समय म यी नानीहरूको निम्ति प्रार्थना गरिदिनको निम्ति हामी जो जहाँ छौँ त्यहाँनिर खडा हुनेछौँ। हाम्रो हातलाई खडा गरेर प्रार्थना गर्ने साथसाथै हाम्रो आदरणीय पास्टरबाबु सुरेन सर, हाम्रो पास्टरबाबु, पास्टर आमा, हाम्रो पास्टर मितद्वय, हाम्रो एल्डर दाजु एलेजर भुजेल, डिकन दाजु तिमोथी शर्मा,
यहाँहरूलाई अगाडि आइकन यो नानीहरूतर्फ हात बढाएर आज हाम्रो यति नै गम्भीर प्रार्थना हो यो अति नै हामी यो प्रार्थनाको लगानी गर्दैछौँ यो नानीहरूको लागि जो पनि अगुवाहरू हुनुहुन्छ तपाईँहरू अगाडि आएर नानीहरूतर्फ हात बढाएर प्रार्थना गर्न सक्नुहुन्छ यो नानीहरूको लागि हामीले आज यो एउटा बिउ रोप्दैछौँ वेदी खडा गर्दैछौँ हामी सबै मिलेर प्रार्थना गर्नेछौँ र अन्तमा हाम्रो आदरणीय पास्टरबाबुले नै यो नानीहरूको निम्ति गरिएको प्रार्थनाको समर्पण साथसाथै भेटीको समर्पणको प्रार्थना पनि उठाइदिनु होस् भनेर म बिन्ती गर्न चाहन्छु र आउनुहोस् हामी आदरणीय पास्टर सरहरूको अगुवाईमा यी नानीहरूको निम्ति प्रार्थना गर्नेछौँ। एक-एकलाई तपाईँको हातमा राख्छौँ बुबा, यिनीहरूको हातमा प्राण शरीर तपाईँको हातमा समर्पण गर्छौँ बुबा। तपाईँको बाटोमा हिँड्न सहायता गर्नुहोस्, तपाईँको स्वर्गीय ज्ञान र बुद्धिमा हिँड्न सहायता गर्नुहोस्, तपाईँको ज्योतिमा यिनीहरू हिँड्नु गर्न सकुन् र प्रभु यिनीहरूको भविष्य सधैँ उज्यालो होस्, अन्धकारमा नहोस् प्रभु, कोही पनि अन्धकारमा गएको नहोस्, तर हरेक त्यो ज्योतिमा हिँडेर आज परमेश्वर तपाईँको निम्ति आज सम्पत्ति बनेका हुन् बुबा। तपाईँको निम्ति आदर गर्ने, तपाईँलाई सम्मान गर्ने, तपाईँको राज्यको निम्ति आज यिनीहरू बढ्दै जान सकुन्। धन्यवाद भविष्यको निम्ति बडे बडे व्यक्तिहरू आज तपाईँको सेवकहरू, सेविकाहरू, महान अगमवक्ताहरू, प्रेरितहरू, राजाहरू, महान महान व्यक्तिहरू बन्न सकुन्। तपाईँको अभिषेकमा भएर हे परमेश्वर तपाईँकै हातमा समर्पण गर्छु, तपाईँकै हातमा समर्पण गर्छु बाबु, ताकि तपाईँले नै सञ्चालन गर्नुहोस्, यिनीहरूलाई सही दिशामा निर्देशन गर्न, सही बाटोमा निर्देशन गर्न। आफ्ना उनका आमा बाबुलाई पनि तपाईँको हातमा राख्छौँ। कसैले पनि कुनै आमा बाबुले पनि नानीहरूलाई संसारतिर छोडिदिएको नहोस्, संसारको कुरामा छोडेको नहोस्, तर तपाईँको बाटोमा अगुवाई गर्दै लैजान, तपाईँको अगुवाईमा हिँड्न सकुन् भनी प्रार्थना गर्छु। धन्यवाद परमेश्वर, हामी प्रार्थना गर्छौँ तपाईँ पवित्र आत्मा परमेश्वरलाई धन्यवाद गर्छौँ बाबा, तपाईँलाई धन्यवाद। र विशेष गरी हामी प्रार्थना गर्छौँ आज जति पनि प्रभु यो समय दिनुभयो परमेश्वर, तपाईँको अति आदरणीय सेवक सेविकालाई प्रभु हाम्रो हातमा ल्याउनु, धन्यवाद। उहाँलाई पनि विशेष तपाईँको हातमा राख्छौँ बाबा, धन्यवाद। अनि जति पनि आज यहाँ जति नानीहरूका गार्जियनहरू, आमा बाबुहरू, बाजे बजु जो पनि हुन्छ सबैलाई पनि तपाईँको हातमा राख्छौँ। पवित्र सहायता गर्नुहोस्, तपाईँले मद्दत गर्नुहोस् भन्दै आदर भक्ति तपाईँलाई दिनेछौँ। धन्यवाद परमेश्वर। अनि आज जति पनि संग्रह भएको भेटीहरू छ, भेटी नानीहरू तपाईँको हजुरीमा ल्याउँदछौँ। परमेश्वरमा आदर तपाईँलाई दिँदै प्रभु येशू ख्रीष्ट तपाईँको चरणी पवित्र नाममा हामी प्रार्थना गर्छौँ र समय सबै तपाईँको हातमा राख्दै अब जसरी बच्चनको समय आइरहेको छ, धन्यवाद। बच्चनको निम्ति पनि प्रार्थना गर्छौँ। आफ्नो सेवकसँग भइकन, तपाईँको अभिषेक जनसँग भइकन तपाईँ हामीसँग बोल्नुहोस्, बातचित गर्नुहोस्। तपाईँको वचनद्वारा हामी साँच्चै नै आशिषित बनाउँ र साँच्चै नै तपाईँलाई हामीले दिनु पनि महिमा दिन सकौँ भन्दै सारा महिमा आदर तपाईँलाई दिँदै प्रभु येशूको नाममा आशिष माग्छौँ बाबु, सुनि ग्रहण गर्नुहोस्। आमेन आमेन। अब वचनको समयको निम्ति र आफ्नो तर्फबाट उत्साह मन्तव्यको लागि र आजका वक्ता परमप्रभुका सेवकलाई यहाँ पुलपिटमा निम्ति आउनको निम्ति म हाम्रो आदरणीय स्थानीय पास्टरलाई म समय दिन चाहन्छु। उहाँको अगुवाईमा, उहाँको 2-4 मन्तव्यका साथमा आजको वचनतर्फ हामी अगाडि बढ्नेछौँ। यो समय म आदरणीय पास्टरलाई। हालेलुया हालेलुया। परमेश्वरलाई महिमा होस्। खुसी हुनुहुन्छ? खुसी हुनुहुन्छ? Praise the Lord. Hallelujah. 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 परमेश्वरलाई धन्यवाद हामी दिन्छौँ। परमेश्वर सधैँ विश्वासयोग्य हुनुहुन्छ। आमेन। जसको सेवा तपाईहरु हामीले गर्न पाएका छौँ, उहाँ सधैँ विश्वासयोग्य हुनुहुन्छ। उहाँले कहिले पनि हामीलाई डग्न दिनुहुने छैन। उहाँ हाम्रो सधैँ शरण स्थान र बल हुनुहुन्छ। अहिले पनि हामीले सुन्दै थियौँ वचनमा। यसैले गर्दा आज हामी परमेश्वरमा सधैँ विश्वासयोग्य बनिरहनेछौँ। र आज विशेष गरी आजको दिन है, यो जसरी सन्डे युथ सन्डे भनेर हामीले जसरी गरिरहेका छौँ, स्टुडेन्ट सन्डे है, र जसले गर्दाखेरि आज फेरि पनि परमेश्वरको अनुग्रहद्वारा हामीले यो मौका पाएका छौँ र हामी परमेश्वरलाई विशेष धन्यवाद भन्छौँ। हालेलुया। हामी धन्यवाद भन्छौँ र यसैले गर्दा अब हामी
परमेश्वरको विशेष वचनतर्फ हामी जाँदैछौँ। तयार हुनुहुन्छ वचन सुन्न? तयार हुनुहुन्छ? हालेलुया! परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। अनि आज तपाईँ र परमेश्वर वचन बोलिदिनुको लागि मलाई र परमेश्वरको वचनको निम्ति अनि साथै उहाँको साथमा उहाँले वचन यहाँ पनि आउनुभएछ। उहाँलाई एकदमै स्वागत छ र एकदमै हाम्रो माझमा आइदिनु भयो। हामी खुसी छौँ, हामी आनन्दित छौँ र यसरी नै यो समय परमेश्वरको वचनको निम्ति हामी उहाँलाई समर्पण गर्दछौँ। सबैलाई जय मसीह। हालेलुया। तपाईँसँग यसरी भेट्न पाउँदा एकदमै खुसी लागेको छ। अनि विशेष गरी अति आदरणीय पास्टर बाउ जो मेरो पापासँग अगावै परिचित हुनुहुँदो रहेछ, अहिले मात्रै मलाई याद है हुँदैछ। अनि उहाँ मेरो पापाको मेमोरियल सर्भिसमा पनि आउनु भएको। अनि उहाँलाई एकदमै म धन्यवाद दिन सक्दिनँ। अनि मेरो अति आदरणीय प्रधान अध्यापक हुनुहुन्थ्यो। अनि कता कता स्कुलमै स्कुल जस्तो पनि लाग्दैछ है। र परमेश्वरको उपस्थितिहरू छौँ अहिले। हाम्रो लक्ष्मण सर, उहाँलाई पनि एकदमै म धन्यवाद दिन सक्दिनँ। अनि एकदमै धन्यवाद हामी दिनै नसक्ने हाम्रो सृष्टिकर्ता परमेश्वर हामी जोरदार ताली बजाउनेछौँ। तपाईँहरू मण्डलीलाई पनि एकदमै म थ्याङ्क यू भन्न चाहन्छु यो प्रिभिलेजको लागि। अनि परमेश्वरले हामीलाई यसरी उचाल्नु हुँदैछ। मैले केही दिन अगाडि मेरो मण्डलीमा भनिराखेको थिएँ, अनि अब तपाईँहरू सिक्नुपर्छ, तपाईँले गर्नुपर्छ, मण्डलीमा वचन बोल्नुपर्छ तपाईँले भन्दै थिएँ। अनि अनायासै 2 आइतबार भयो म आफ्नो मण्डलीमा अनुपस्थित भएको। अनि यसरी तपाईँहरूको आमन्त्रणालाई मैले अस्वीकार गर्न सकिनँ। सरले फोन गर्दै गर्दाखेरि मेरो रुटिन बनिसकेको थियो है। मेरो विकली नोटिसहरू सेड्युलहरू पनि सकेको थियो। त्यसलाई फेरि हतपत्त फेरबदल गरेर हामीले यसरी आजको समयलाई यहाँ आउनको लागि मिलाएका छौँ। उसलाई महिमा होस्। अनि साँच्चै आजको दिनलाई म एप्रिसिएट गर्न चाहन्छु। जुन तपाईँहरूले एउटा इनिसिएटिभ लिनु भएको छ, एकदमै सराहनीय छ। मेरो बाइबल टिचर सिङ्गापुरी 75 इयर्स पुग्नु भएको बाइबल टिचरले हामीलाई सिकाउनु हुँदै थियो कि तिमीले प्रत्येक दिन तपाईँहरूले यो डेलाई चाहिँ मनाउनु। परमेश्वरको वचनले यही भन्छ, दिस इज द डे द्याट द लर्ड हेज मेड। अनि यो आजको दिन चाहिँ नि परमेश्वरले हाम्रो नानीहरूलाई यसरी एउटा प्रशंसा गर्न, यो दिनलाई एउटा छुट्टै दिन नियुक्त गर्नुभएको म विश्वास गर्छु। अनि हामी खुसी बनाइराखेका छौँ कि प्रभुको वचनले पनि त्यही भन्दछ। अनि खुसी मनाउनु पर्ने। अनि हामी जहिले पनि हाम्रो एभ्रिडे हाम्रो दिन हो। जब हामी सुत्छौँ अनि उठ्छौँ, हामी नयाँ चुनौतीहरू लिएर आइरहेको हुन्छौँ। हामीले नयाँ अवसरहरू लिएर आइराखेको हुन्छौँ, नयाँ सङ्घर्षहरू लिएर आइराखेको हुन्छौँ। र आजको दिन पनि म विश्वास गर्छु अनि प्रभुले हामीलाई यो दिन दिनुभएको छ। हामी यहाँ आउनुपर्ने अगावै यो कुराहरू तयार भएको। अनि यो दिन आज नानीहरूको एउटा एप्रिसिएसन गर्नुपर्ने दिन।
तपाईँले यसरी बसाल्नु भएको दिन हो र मैले करिबन हाम्रो सरसँग 4 वर्ष है सर 4 वर्ष समथिङ मैले ड्युटी गरेँ उहाँको अन्डरमा। अनि उहाँको जीवनबाट मैले पाएको मैले महसुस गरेको उहाँ चाहिँ एकदमै परमेश्वरसँग डराउनु हुने व्यक्तित्व हुनुहुन्छ। अनि हरेक उहाँको सम्भाषणमा परमेश्वरको वचनबाट कोट भएको उहाँ बोल्नु हुँदै गर्दा परमेश्वरको वचन लिएर कोट गर्दै बोल्नु भएको मैले धेरै पाएँ। अनि उहाँसँग धेरै म अघि त्यसरी प्रेरित भएँ, उहाँसँग प्रभावित भएँ। अनि मैले धेरै कुरा सिकेको छु र त्यसरी परमेश्वरको वचनले हामीलाई जिउन सिकाउँछ। म नानीहरूलाई तपाईँहरूले अघि के पाउनु भयो तपाईँले हात उचालिदिनुहोस् ल। तपाईँले हातमा लिएर उचाल्नुहोस् ल। तपाईँले के पाउनुभयो अघि? यो चाहिँ के हो? के हो नानीहरू? परमेश्वरको वचन हो। परमेश्वरको वचन हो। यो यहाँ त सिम्पल देख्छौँ हामी, तर यो चाहिँ परमेश्वरको वचन हो। इट्स सो प्रेसियस, यति साह्रो बहुमूल्य छ जसले चाहिँ हामीलाई बाँच्न सिकाउँछ हाम्रो जीवनमा। हालेलुया हालेलुया हालेलुया। यहोशुआ 1:8 के भन्दछ? तिमीहरूको ओठबाट यो परमेश्वरको व्यवस्थाको पुस्तक चाहिँ नआउनुहोस्। अनि यो चाहिँ होसियारी साथ तिमीले पालन गर्नु, अनि तिमीहरूको मार्गहरूमा उन्नति गर्नेछौ। अनि हामी परमेश्वरको वचनलाई सुन्न गइरहेको छौँ। यहाँ नानीहरूले पाएको जुन कुराहरू छ त्यो चाहिँ परमेश्वरको वचन कोट भएको मैले पाएको छु। हरेक आज यो फ्रेममा आज परमेश्वरको वचन कोटेड छ। अनि तपाईँले हेर्दै गर्दा तपाईँले लगेर टेबलमा चाहिँ अलमिरामा सजाउनुहुन्छ। अनि तपाईँले हेर्नुहोस् त्यो परमेश्वरको वचनलाई हेर्नुहोस् अनि तपाईँ जिउनुहोस्। यीशुलाई शैतानले 40 दिन उपवास बसेपछि उहाँ पुरा भोकाउनु भयो। अनि शैतानले मौका लिएर यीशुलाई परीक्षा गरे। तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेदेखि यो ढुङ्गालाई रोटी बनाऊ। यो ढुङ्गालाई चाहिँ रोटी बनाऊ। अनि उहाँले यति मिठो जवाब दिनुभयो। आज मानिस चाहिँ यो रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ। फेरि अर्को मन्दिरको टुप्पामा शैतानले लगे अनि भने म यो सबै गौरव म संसारको गौरवहरू यो सबै म तपाईँलाई दिन्छु यदि तिमीले यहाँबाट हाम फाल्यो भने। यदि तपाईँले यहाँबाट यो मन्दिरको टुप्पाबाट हाम फालेर अनि स्वर्गदूतले तपाईँलाई चाहिँ थाम्नेछ। यस्तो परीक्षाहरू गरे। परमेश्वरको पुत्र यीशु ख्रिस्टले नि आज विजय पाएको छ। हालेलुया। यो परमेश्वरको वचन हो। म तपाईँलाई अलिकति एउटा टपिक मैले राखेको छु। सरले फोन गरेर भन्दै गर्नुहुँदाखेरि स्टुडेन्ट सन्डे भन्दै गर्दाखेरि नानीहरूलाई नै म अलिकति केन्द्रित गरेर म भन्न है वचन रुचाएँ। टपिक लिएको छु मैले, स्टुडेन्ट लाइफ इज अ गोल्डन लाइफ। हामीले सबैले सुनेका छौँ। अनि त्यसमा मैले के थपिदिएँ भने इन क्राइस्ट थपिदिएको छु है। इन क्राइस्ट, ख्रिस्टमा। त्यसै स्टुडेन्ट लाइफ जो गोल्डन लाइफ नै हो, सुनौलो जीवन नै हो। स्टुडेन्टलाई हेऱ्यो भनेदेखि
उहाँ बिन्दास स्टुडेन्टहरू है एकदमै उहाँलाई एकदमै एउटा लाइफ चाहिँ एउटा गोल्डेनै छ उहाँको। तर ख्रिस्टमा चाहिँ अझै के छ? गोल्डेन छ। अझै ख्रिस्टमा अझै असल जीवन छ। मत्तीको पुस्तकलाई हामी हेऱ्यौँ भनेदेखि यहाँ 6को 33मा हामी पाउँछौँ। तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, यी सबै थोक तिमीहरूका निम्ति थपिनेछ। मलाई के लाग्छ भने हामी दुईवटा राज्यमा छौँ। हामी परमेश्वरको राज्यमा छौँ अनि अर्को चाहिँ संसारको राज्यमा छौँ। अनि हामी परमेश्वरको राज्यमा हुनुको मतलब के हो? हामी ख्रिस्टमा छौँ। दोस्रो कोरिन्थी 5:17 भन्दछ, यदि कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हुँदछ, पुरानो कुराहरू बितिसकेका छन्, हेर ती नै नयाँ भइसकेका छन्। हामी ख्रिस्टमा हामी नयाँ सृष्टिहरू भएका छौँ अनि हामी ख्रिस्टमा छौँ। हामी ख्रिस्टको राज्यभित्र छौँ। यहाँ मैले पढ्दै गर्दाखेरि तर भन्ने शब्द मैले भेटाएँ। अनि यो चाहिँ एउटा दुईटा सेन्टेन्सलाई, दुईटा कन्टेक्स्टलाई जोड्ने एउटा शब्द हो यो, जसलाई चाहिँ इङ्ग्लिसमा कन्जक्सन भनिन्छ है। तर अनि 32मा हेर्दै गर्दा मैले के पाएँ भने यहाँ यस्तो लेखेको छ, किनकि अन्य जातिहरूले यी सब थोक खोज्दछन् र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भने जान्नुहुन्छ। आमेन। यहाँ यो दुईटा पदलाई जोड्दै गर्दा, तरले जोड्दै गर्दा यहाँ के भनिदिएको छ? यीशुले पहिले परमेश्वरको राज्यलाई खोजी गर अनि उहाँको धार्मिकतालाई भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ परमेश्वरको राज्यलाई खोज्नु भनेको के हो? नानीले भन्नु सक्छ? परमेश्वरको राज्य र उहाँको धार्मिकतालाई खोज्नु भनेको के हो? परमेश्वरलाई खोज्नु भनेको चाहिँ नि हामी तपाईँहरू यहाँ हुनुहुन्छ नि, तपाईँहरू परमेश्वरको राज्यलाई खोजेर यहाँ आउनुभएको छ। संसारको राज्यलाई खोज्नेहरू अहिले संसारमै छन्। नाम्चीबाट हिँड्दै गर्दा त्यहाँ धेरै प्रोग्रामहरू हुन्छन् नाम्चीमा। अनि बाजा बजिरहेको थियो, साउन्ड सिस्टम बजिरहेको थियो, हामी हिँड्न हतार थियो है। अनि त्यहाँ थुप्रो अब हलचल थियो, गाडीहरू थियो। तर हामी यहाँ हाम्रो डेस्टिनेसन चाहिँ आज यो एसेम्ब्ली अफ गड चर्च, यो के जग्गा भन्छ होला बन्मेकै, हजुर। यहाँ आइपुग्ने हाम्रो डेस्टिनेसन, हाम्रो यहाँ गन्तव्य चाहिँ यहाँ थियो। अनि हामीले चाहिँ के गर्दैथ्यौँ? परमेश्वरको राज्यलाई खोज्नको लागि परमेश्वरको राज्य खोज्दै खोज्दै यो जग्गामा आएका थियौँ, हिँड्दै थियौँ। परमेश्वरको राज्यलाई खोज्नु भनेको चाहिँ हामीले परमेश्वरतर्फ हामी हाम्रो ध्यानलाई, हाम्रो हरेक इमोसनलाई, हाम्रो हरेक भौतिक कुरालाई, हाम्रो स्पिरिचुअल कुराहरू परमेश्वरमा ढाल्नु। धार्मिकतालाई खोज्नु भनेको चाहिँ हामीले पापलाई छोडेर धार्मिकतालाई खोज्नु। हामीले पापलाई हामीले छोडेका छौँ, पापलाई हामीले त्यागेका छौँ, पुरानो मनुष्यत्वलाई हामीले छोडेका छौँ। अनि हामी चाहिँ आज एउटा नयाँ जीवनमा प्रवेश गरेका छौँ। यो चाहिँ धार्मिकतालाई खोज्नु भनेको है। नानीहरूलाई म भन्छु, परमेश्वरको धार्मिकतालाई खोज्नु भनेको, परमेश्वरको राज्यलाई खोज्नु भनेको के हो?
तपाईँहरूले परमेश्वरलाई धन्यवाद दिनु, परमेश्वरलाई प्रार्थना गर्नु। यहाँ भनेको छ, पहिला भनेको छ सिक द किङडम अफ गड फर्स्ट। पहिला चाहिँ परमेश्वरको राज्यलाई खोज्नु, पहिला चाहिँ परमेश्वरको राज्यलाई चाहिँ प्राथमिकता दिनु भयो। तपाईँहरू खाना खाँदै गर्दा नि नानीले त हेर्नुहोस् है, खाना खानुभन्दा अगाडि तपाईँ के गर्नुहुन्छ? प्रार्थना गर्नुहुन्छ, परमेश्वरलाई धन्यवाद दिनुहुन्छ। त्यो चाहिँ परमेश्वरलाई खोज्नु भयो। तपाईँले स्कुल जानुभन्दा अगाडि के गर्नुहुन्छ? प्रार्थना गर्नुपर्छ, प्रभु म जाँदैछु, तपाईँ मसँग अघि अघि भएर जाइदिनुहोस्। त्यो चाहिँ के हो? त्यो चाहिँ परमेश्वरको राज्यलाई खोज्नु भएको हो। तपाईँले इक्जाममा जानुहोस्, इक्जाम हलमा पसेर प्रभु धन्यवाद, प्रभु मलाई सहायता गर्नुहोस्। त्यो चाहिँ परमेश्वरलाई तपाईँले अघि लाग्यो। आजभन्दा 35 ब्याक है, 40 वर्ष नै भनिदिउँ, मेरो स्टुडेन्ट लाइफ म रिकल गरिबस्छु। इक्जामको टाइममा, पढ्ने टाइममा म उपवास बस्थेँ कि प्रार्थना गर्थेँ। अनि मैले जानेको वचन चाहिँ यति नै थियो, मत्ती 7को 7मा, मागता तिमीहरूलाई दिनेछ, खोजता तिमीहरूले भेटाउनेछ, घस बचाउँदा तिमीहरूको निम्ति ढोका। त्यति जानेको मैले हर उपवासमा चाहिँ यो वचनलाई क्लेम गरेर प्रार्थना गर्थेँ। अनि म पास पनि हुन्थेँ है, पासै हुन्थेँ म है, फेल भएन। प्रभुले जान्नु भएको रहेछ क्या, प्रभुले सुन्नु भएको छ त्यो वचन। अनि नानीहरूको प्रार्थना चाहिँ नि प्रभुले सुन्नुहुन्छ। म जहिले पनि मेरो छोरीलाई भन्छु, तिमी प्रार्थना गर, तिम्रो प्रार्थना प्रभुले सुन्नुहुन्छ। प्रभुले के भन्नुभयो नानीहरूलाई? आफ्नो चेलाले के भन्नुभयो? नानीहरूलाई म कहाँ आउन रोक। अनि उहाँले के पनि भन्नुभयो, यदि तिमीहरू नानी यो नानी जस्तो भएन भने तिमीहरू स्वर्गको राज्यमा पस्न पाउने छैनौ। उहाँले किन भन्नुभएको रहेछ यो? नानीहरूको मन चाहिँ कस्तो हुन्छ? एउटा निर्दोष अबोध यो बालकहरूको जीवन, उसको हृदय चाहिँ नि यति साह्रो अन्जान हुन्छ, यति साह्रो कोमल हुन्छ, यति साह्रो नम्र हुन्छ नानीहरू। अनि यदि हामी परमेश्वरको लागि है, परमेश्वरको राज्यमा यी नानीहरू जस्तो भएर भने हामी स्वर्गको राज्यमा पस्ने कुनै अनुमति छैन रहेछ। त्यो भन्नु खोजेको चाहिँ के भन्दाखेरि, हाम्रो नानीहरू जसरी एउटा नम्र हुन्छ, एउटा यी नानीहरू यति साह्रो अबोध हुन्छ, परमेश्वरको राज्यमा हामी पनि त्यस्तै हुनुपर्ने रहेछ। हालेलुया। यी नानीहरू भोलिको कर्णधार, भोलिको मण्डली। मलाई मजा लाग्यो यो हाम्रो मण्डलीमा पनि यो स्टुडेन्ट सन्डे चाहिँ हामी मनाउँदैनौँ, हामीले युथ डे मनाउँछौँ है, फादर्स डे, मदर्स डे यस्तोहरू मनाउने गर्छौँ। अनि मेरो टिचर, बाइबल टिचरको त्यो कुरालाई चाहिँ म एकदमै है मानिलिन्छु। साँच्चै नै हरेक कुरामा हामीले विस गर्नुपर्ने। अनि उहाँले यति साह्रो उहाँ एक्टिभ हुनुहुन्छ फेसबुकमा है, उहाँले विसेस दिइराख्नु भएको हुन्छ मण्डलीलाई, हामीलाई पनि। उहाँ सिङ्गापुरी हुनुहुन्छ, उहाँ एकदम वृद्ध हुनुहुन्छ, तर पनि तकडा थियो। उहाँ क्यान्सर पेसेन्ट पनि हुनुहुन्छ,
तर पनि प्रभुले चलाइराख्नु भएको छ। अनि उहाँले भन्नुहुन्छ तपाईँहरूले मण्डलीलाई चाहिँ एप्रिसिएट गर्नुहोस्, हरेक डेलाई तपाईँले मनाउनुहोस्, उत्साह दिनुहोस् भन्छ। अनि मलाई मजा लागेको कुरा के भने यो तपाईँहरूले यसरी स्टुडेन्ट सन्डेलाई पनि मनाउनु हुँदो रहेछ। एकदमै तपाईँले चाहिँ मलाई लाग्छ तपाईँले भोलिको मण्डलीलाई तपाईँले ट्रेन अप गर्नुहुँदैछ, तपाईँले तालिम दिनुहुँदैछ। अवश्य पनि तपाईँहरूले जुन कुरा गर्नुभएको छ, जुन कुरा गरिराख्नु भएको छ 2019 देखि, अनि यो कुराहरू व्यर्थमा जाने छैन। अनि यी नानीहरू नि भोलिको दिनमा मजबुत मण्डली हुनेछ, बलियो मण्डली हुने चाहिँ नानीहरूको आत्मिक भवनहरू बनिँदैछ। हाम्रो पार्थिव शरीर र हाम्रो आत्मिक शरीर छ, त्यो आत्मिक शरीर, त्यो आत्मिक भवन चाहिँ यी नानीहरूको आत्मिक भवन चाहिँ तपाईँले बनाउनु हुँदैछ। तपाईँले एकदमै कन्स्ट्रक्टिभ तपाईँ वेमा जानुहुँदैछ। अनि भोलिको दिनमा यी नानीहरू मण्डलीको अगुवाहरू, मण्डलीको खम्बाहरू, मण्डलीको प्रत्येक एउटा मटेरियल्स हो। तपाईँले जुन तालिम दिनुहुँदैछ यो चाहिँ यी नानीहरूले वृद्ध अवस्थामा पनि भुल्ने छैन। आमेन। अनि परमेश्वरको राज्यलाई बुझ्नु भनेको चाहिँ यो। अनि यहाँ के भन्दैछ, नानीहरूलाई म के भन्न चाहन्छु भने, अनि यो वचन चाहिँ हामी सबैको लागि पनि हो। हामीले यदि परमेश्वरको राज्यलाई हामी प्राथमिकता दिन्छौँ, प्रायोरिटी दिन्छौँ, परमेश्वरको राज्यलाई हामी खोज्छौँ। अझ तपाईँहरू सन्डे चर्च आउनुभएको छ, सङ्गतिमा आउनुभएको छ, परमेश्वरलाई खोजिराख्नु भएको, यो चाहिँ फर्स्ट प्रायोरिटी हो। कतिजना सन्डे आफ्नो व्यस्ततामा, आफ्नो स्वार्थमा हिँडिराखेको हुन्छ। हामी मण्डलीमा त्यही भन्छौँ, तपाईँहरू सबैजना आउनुहोस्, सबैजना आउनुहोस् भन्छौँ है। अनि समयलाई एकदमै हामी ख्याल गरौँ भन्छौँ। र कतिजना रिसाउँछ है, कति भनेको पासो हो, कतिजना आऊ 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 भनेको हामीले एउटा नकारात्मक प्रतिक्रिया पनि पाउँछौँ। अनि हामी सोच्छौँ हाम्रो हाम्रो है यस्तै हो। प्रभुका दासहरूको अगुवाहरूले चाहिँ यही कुराहरू झेल्नुपर्छ भन्ने है हामी महसुस गर्छौँ है त। परमेश्वरको राज्यलाई खोज्नु भनेको यो हो। अनि त्यहाँदेखि चाहिँ यहाँ तर भनेको हामीले पाउँदैछौँ। अलिक माथि जाँदै गर्दा चाहिँ के भनेको छ यहाँ, तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भने जान्नुहुन्छ। पहिलो हाम्रो कर्तव्य बन्छ परमेश्वरको राज्यलाई खोज्ने। अनि त्यहाँदेखि सबै कुरा हामीलाई थपिँदै जाने। यहाँ अलिकति तल हामी पढ्छौँ भने सबै थोक तिमीहरूका निम्ति थपिने छन्। सबै थोकहरू, all things shall be added। प्रभु कति असल हुनुहुन्छ, हाम्रो सबै खाँचोलाई जान्नुहुन्छ। रोमी 8:32 भन्छ परमेश्वरले आफ्नो पुत्र यीशु ख्रिस्टलाई त संसारमा दिनुभयो भने उहाँले हाम्रो खाँचोलाई पुरा गर्नुहुन्छ, त्यसरी भन्छ है। अनि विशेष गरी म नानीहरूलाई के भन्न चाहन्छु भने ख्रिस्टमा भएर तपाईँहरूको स्टडीलाई अघि लानुहोस्, पढ्नुहोस्। हाम्रो सरको घरमा हामी आएका थियौँ एकखेप, उहाँको नानी डक्टर यसरी पढ्नु हुँदैछ। अनि उहाँले भन्नुहुन्थ्यो हामीलाई 2 घन्टा मात्रै सुत्छ हाम्रो नानी, 2 घन्टा खालि। अनि उहाँलाई मैले प्रार्थना गर्ने अगुवाई भएर मैले प्रार्थना पनि गरिदिएँ। यद्यपि हाम्रो है स्कुलबाट स्टाफहरू आएका थिए, उहाँले निमन्त्रण दिनुभएको थियो।
तर पनि मैले उहाँको बिचमा भने मैले प्रार्थना गरेँ, अगुवाई भने मैले नानीको लागि प्रार्थना गर्थेँ। यति राम्रो स्कुलमा पढ्दैछ है, कलेजमा मेडिकल कलेजमा पढ्नु हुँदैछ। अनि दोस्रो कुरा म के भन्न चाहन्छु भने परमेश्वरको इच्छालाई हामी खोजौँ न है। तपाईँले निकालिदिनुहोस् न मत्ती 6:10 तपाईँले उताबाट पढिदिनुहोस् न है। मत्ती 6:10 तपाईँले पढिदिनुहोस् न। हामीले परमेश्वरको इच्छालाई कसरी खोज्नु पर्ने रहेछ भन्ने कुरा। तपाईँको राज्य आओस्, भन्नुहोस्, पढ्नुहोस् न। तपाईँको इच्छा स्वर्गमा यस पृथ्वीमा पुरा होस्, जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। हुन्छ, थ्याङ्क यू भाइ है, हाम्रो भाइले पढिदिनु भयो, एकदमै प्रभुले आशिष दिउन्। अल्टिमेटली हाम्रो जीवनमा नि परमेश्वरको इच्छा पुरा हुन्छ। यीशु ख्रिस्टले पनि कल्भरी क्रुसमा मर्दै गर्दाखेरि, झुन्डिँदै गर्दाखेरि पिताको इच्छालाई खोज्नुभयो। हे पिता, हे पिता, यदि तपाईँको इच्छा छ भनेदेखि यो पचौरा मबाट हटियोस्, तर मेरो इच्छा होइन, तपाईँको इच्छा पुरा होस्। अझ परमेश्वरको इच्छा, स्वर्गको जुन राज्यको इच्छा छ, अझ हाम्रो नानीको जीवनमा पुरा भएको छ। आमेन, हालेलुया। नानीको जीवनमा पुरा भएको हामी चाहन्छौँ। अनि नानीहरूलाई परमेश्वरले नै आमाको गर्भमा नै हामीलाई छुट्याउनु भयो। उहाँले हाम्रो सबै कुरालाई देख्नुभयो। हाम्रो अङ्ग प्रत्यङ्ग बनिँदै गर्दा पनि अझ भजनकारले भनेको छ, तपाईँले देख्नुभएको छ, तपाईँले देख्नुभयो। हामी आमाको गर्भमा बनिँदै गर्दा पनि परमेश्वरले देख्नुहुन्छ। यी नानीहरूको भविष्यलाई परमेश्वरले देख्नुभएको छ। आमेन। हामी हेर्दै गर्दाखेरि सिम्पल देख्छौँ, नानीहरू सानो सानो, तर परमेश्वरले अघि नै देखिसक्नु भएको छ। परमेश्वरले अघिबाट नै यी नानीहरूको भविष्यलाई तय गरेको छ। हालेलुया। परमेश्वरले देख्नु भएको छ। यी नानीहरू अघि हामीले सुन्दै थियौँ, यी नानीहरू भविष्यमा हामी सरले भन्नुहुँदै थियो, अटो दिन हामी पाउँ। यो नानीहरू यति साह्रो परमेश्वरको एउटा आशिषित यो जेनेरेसन हो। हामी मल्टी जेनेरेसनमा छौँ। अनि हामीले चाहिँ अब हाम्रो नानीहरूलाई चाहिँ तालिम दिने है, हिन्दूपदेश 22:6 अनुसार हामीले तालिम दिइराखेका छौँ। हामीले सन्डे स्कुलमा हामीले सिकाइराखेका छौँ। म मेरो मण्डलीमा म भन्ने गर्छु, यी नानीहरूलाई तपाईँ हामी भएर बनाउनुपर्छ। प्यारेन्ट्स यो फर्स्ट टिचर हो। तपाईँहरू एकदमै फर्स्ट टिचर हुनुहुन्छ, पहिलो शिक्षक शिक्षिका तपाईँहरू हुनुहुन्छ। यी नानीहरू चाहिँ अहिले चाहिँ के छ, एउटा गिल्लो माटो जस्तो छ, गिल्लो माटो जस्तो छ। अनि त्यो गिल्लो माटोलाई नै हामीले जस्तै आकारमा ढाल्दा पनि, जस्तै आकारमा हामीले केही बनाउँदा पनि त्यो बनिन्छ क्या। तर जब यी नानीहरू यसरी हुर्किँदै जान्छ, उनीहरू मेन्टली बढ्दै जान्छ होइन, शरीरमा बढ्दै जान्छ, बौद्धिकतामा बढ्दै जान्छ। अनि जस्तो उनीहरू ट्रेनर भएको छ, जस्तो तालिम पाएको छ, त्यस्तै मार्गमा उनीहरू जान्छ। अनि यति बेला हामी परमेश्वरको वचनबाट चाहिँ हामीले यी नानीहरूलाई चाहिँ
एकदमै राम्रो आकार दिएर बनायो भने नि यो नानीले यति असल हुन्छ। ती साह्रो सुन्दर भाँडो परमेश्वर चाहिँ कुमाले हुनुहुन्छ अनि बनाउनु हुने हुनुहुन्छ। अनि हामी चाहिँ भाँडोहरू हौँ। यी नानीहरू चाहिँ सानो सानो भाँडाहरू अनि परमेश्वरले सुन्दर आकारमा बनाउनुहुन्छ। हालेलुया, प्रभुलाई महिमा होस्। र परमेश्वरको इच्छालाई हामीले यी नानीहरूको जीवनमा हामी खोजौँ, पुरा गरौँ। परमेश्वरले बनाउनुहुन्छ अनि परमेश्वरको इच्छा अनुसारको उहाँले भाँडो बनाउनुहुन्छ है त। हामी बाबुआमाहरूलाई पनि नानीहरूको प्रति संवेदनशील बन्न, नानीहरूको वास्ता गर्न, ताकि हाम्रो भविष्यमा हामी वृद्ध हुँदा हाम्रो चर्चको दैलो खोल्ने, हाम्रो सभाहरूमा हामीलाई परमेश्वरको उपस्थितिमा जोडेर यी नानीहरू हाम्रो साथ हाम्रो आँखाभरि बढ्दै जानेछन्। फेरि भन्नुहुँदै थियो हाम्रो सरले, मण्डली चर्च भवन ठुल्ठुलो भएर के गर्ने, त्यो बन्द गर्नुपर्ने अवस्थाहरू आयो कि मैले पनि पोहोरबाट भन्दै थिएँ, लिडर्सहरूले अगुवाहरूले सेकेन्ड जेनेरेसन थर्ड जेनेरेसनको पुस्ताहरूलाई, थर्ड पुस्ताहरूलाई, दोस्रो पुस्ताहरूलाई प्रभुमा नबढाउँदाखेरि चाहिँ आज मण्डलीको युरोपियन कतिपय चर्च, अमेरिकन चर्चहरूमा साँच्चै त्यस्तो अवस्था भइरहेको छ। पास्टर पाउँदैन, पास्टर गर्ने मान्छे पाउँदैन कतिवटा चर्चहरू। अनि नेपालबाट त्यहाँनिर शरणार्थीहरू भएर गएका व्यक्तिहरू, नेपालीहरूले आज त्यहाँनिर युरोपियनको मात्र सेवाकाईहरू काम गरिरहेको छ, किनकि उनीहरूले यो काम गरेन। तर आज हामीलाई प्रभुले यो कुरा सिकाइरहनु भएको छ। परमेश्वरलाई धन्यवाद होस्, किनकि हामी जाँदाखेरि यी नानीहरू मध्ये नै कसैले हाम्रो पछि गएर हाम्रो मृत्यु संस्कार पनि दिएला, हाम्रो जीवनी पढिदिएला होइन। हामी वृद्ध हुँदाखेरि पत्रुसले यसरी भन्नुहोस्, तिमीलाई मन नलागेको ठाउँ तिमीलाई लगिदिने कोही हुनेछ, तिम्रो कमरको पटुका बाँधिदिने पनि अरू कोही हुनेछ, तिमीलाई जहाँ मन लाग्दैन तिमीले जानुपर्नेछ। त्यति बेला कोही त हुनु पऱ्यो नि। यी नानीहरू हाम्रो लागि हाम्रो वृद्ध अवस्थाको र हामी सुत्ने बेलाको आनन्दको कारणहरू पर्नेछ। हामी एकदमै सकारात्मक छौँ। यो नानीहरूमध्ये परमेश्वरले आफ्नो राज्यमा ठुलो काम गर्ने प्रयोग गर्नुहुनेछ। परमेश्वर धन्यवाद होस्। र अब आज हाम्रो माझमा चाहिँ यो अति नै महत्त्वपूर्ण दिनमा आफ्नो मूल्यवान समयलाई है खालि फोनकै भर्न मात्र पनि हाम्रो माझमा पर्वको जीवित वचनका आशिष लिएर आउनुहुने हाम्रो पास्टरलाई बस्ने हामीलाई एकदमै हृदयबाट धन्यवाद दिँदै हाम्रो मण्डलीमा आएर यसरी हामीलाई आशिष गर्नुभएको निम्ति हामी हाम्रो मण्डलीको एउटा प्रेमको चिन्ह छ, अनि हाम्रो मण्डलीको एउटा स्मृति चिन्ह छ। हामी यहाँलाई हाम्रो आदरणीय पास्टरको हातबाट हामी दिँदै हामी यहाँलाई धन्यवाद प्रकट गर्नेछौँ। हामी सबै मण्डलीले ताली बजाउनेछौँ र आदरणीय पास्टरलाई लेखिएको वचनलाई म पढ्न चाहन्छु। How beautiful on the mountains are the feet of those who bring good news. यशाया 52 को 7। परमप्रभुको जीवित वचनलाई लिएर उनीहरूको खुट्टाहरू ती डाँडाहरूमा कति असल छन्। साँच्चै हाम्रो माझमा आज सरले अति नै आशिष वचन लिएर आउनुभएको छ र उहाँप्रति अति नै धन्यवादी भन्दै हामी चर्चको यो हाम्रो स्मृति चिन्हलाई लिन चाहन्छौँ। मैले सानो एउटा प्रेमको भेट पनि दिन्छु। र हामी यहाँलाई जुन
आशिष ल्याउनु भएको छ, त्यो आशिषको अघि चाहिँ यो सब कुरा के हुन र हाम्रो कृतज्ञता प्रकट गर्ने एउटा साधन मात्रै यहाँलाई धेरै कृतज्ञतापूर्वक यो कुरा राख्नेछौँ र यहाँलाई आज दिनको सबै कुराको निम्ति हामी सम्झना राख्नेछौँ। अनि मार्च 19 तारिक भन्नुहुन्छ, हामी मार्च 19 तारिक हामी अवश्य आउने छौँ र मिलेर हामी परमेश्वरलाई महिमा दिनेछौँ। आउनुहोस् प्रभुलाई हामी धन्यवाद दिँदै अब हामी अन्तिम प्रार्थना गर्नेछौँ। अनि परमेश्वर तपाईँको वचनबाट हामीले सुनिरहेका छौँ, सबैभन्दा पहिला परमेश्वरको राज्यको खोजी गर, उहाँको धार्मिकतामा सबै कुरा तिमीलाई थपिनेछ भने तपाईँको वचनले भन्दछ। धन्यवाद यसरी बुबा, कुनै हाम्रो भुल त्रुटि हामीले आज तपाईँलाई महिमा दिन चुक्यौँ भने हामीलाई क्षमा गर्नुहोस् भन्दै आदर भक्ति श्रद्धा तपाईँलाई दिँदै आजको सम्पूर्ण सेवकाईलाई तपाईँको हातमा समर्पण गर्दै अब परम प्रभु तपाईँको अगुवाई र तपाईँको अभिषेक हाम्रो जीवन सबैमाथि हामी घोषणा गर्दै माग्दछौँ र महिमा तपाईँलाई दिँदछौँ। धन्यवाद बुबा, तपाईँलाई धन्यवाद। सबै बिन्ती बिनेरो तपाईँको चरणमा राख्दै कतिपय माग्नमा भुल त्रुटि भए प्रभु तपाईँबाट क्षमा चाहँदै ख्रीष्ट येशू तपाईँको जिउँदो अनि पवित्र नाममा हामी आशीर्वाद माग्छौँ। बाबु सुनिग्रहण गर्नुहोस्। आमेन। हामी सबैले प्रभुको प्रार्थना गर्छौँ होला। हे हाम्रो स्वर्गमा बस्नु पिता, तपाईँको नाम पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको दैनिक भोजन हामीलाई दिनुहोस्। औ हाम्रा अपराधहरू क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधहरू क्षमा गरेका छौँ। हामीलाई परीक्षामा नपुर्याउनुहोस् तर दुष्टबाट बचाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन। अब ईश्वर पिताको प्रेम, ख्रीष्ट येशूको अनुग्रह अनि शान्ति, पवित्र आत्माको संगति अनि सहभागिता हामी सबैमाथि जबसम्म ख्रीष्ट तपाईँको आगमन हुन्न तबसम्म सबैमाथि सदा सर्वदा बनिरहोस्। सबैले भन्छौँ आमेन आमेन आमेन। मुरली सबैलाई जय मसीह, सबै नानीहरू सबैलाई जय मसीह। परमेश्वरले सबैलाई